आइरहेछ बिस्कुटहरू दिएको खाँदा हो क्या वर दामी देख्ने क्या बाटोहरू त हो लगाएर चाहिँ केटा हो भगवान यसकोबाट बनाउ चुगाउँदो छु यहाँतिर पनि दामी यार बाटो देख्दा चाहिँ मजा लाग्ने कतिको थकाइ महसुस भइरहेछ त गाइडहरूलाई के तिम्रो पैतालाले तिमीलाई साथ दिएला जस्तो फिल भइरहेछ यहाँबाट देख्थ्यो नि त तल हेलौँ हेलौँ चेर हाम्रो कुकुर कहाँ गयो लाग्दैन त चारवटा ngồi được hả Thấy masih jam अभी तायद बरो ओवर देखे यार के छ हाल खबर I'm tired fucking tired यार के छ तिनीहरु केटाहरू हामीले चाहिँ अब थोङ्ले खण्डको मुनितिर आइपुगेको छ सामग्री कटेर आयो होइन अनि चिलमा बाटो नि बिग्रेको रहेछ दुईजना ट्याप्सहरू अगाडि हिँडिरहेछ अनि पछाडि एकजना जेन्टलम्यान क्यामेराम्यान छ अनि अब चाहिँ हामी अलिकति खुला यो बादल लागेको भए त हिमाल हरिफ नै देख्ने थियो रहेछ है यतापट्टि साइड पनि देख्छ नि डेन्जर देख्छ क्या यतापट्टि बगाल देख्थ्यो हिमाल पुरै हुस्सा लाग्यो क्या अनि अब चाहिँ हाम्रो सबसे डेन्जर उकालो आउनु लाग्यो त्यो उकालोमा चाहिँ सत्तो जान्छ यार त्यो उकालोले त यार हाम्रो थकित हुनु भएको छ उहाँ चाहिँ बियोस हुन लाग्नु भएको छ अरे माथि फर्किन्जेलसम्म चाहिँ नहोस् भन्ने विचार छ है ऊ माथि ओ छेसाङ देख्यो तैँले त्यो होइन नि ऊ त्यो फङलान्डो ए ऊ त्यो यसको पछाडि त हो नि ऊ त्यो हो क्या उकालो चाहिँ ऊ त्यो टुप्पोदेखि झन्डा जस्तो हो त्यो त्यहाँ अब यहाँबाट त्यो डाँडा काटेर जानुपर्छ हाम्रो
साथी पनि छ एउटा ऊ छ तँलाई हेर्दा त नजिकै लाग्छ जब हिँड्छ त्यसपछि ल बवाल ठाउँ आइपुगेर अहिले चाहिँ वाह कसम हुसा मात्र नआएको यस्तो बवाल देख्थेँ नि त्यो मजाले त्यो प्लास्टिक बसेर सुत्नु वाह यार कस्तो दामी देख्यो यार बवाल केटा मजाले बना ल अब चाहिँ हाम्रो रेस्ट टाइम हो ठ्याक्क रेस्ट टाइम भनेको त्यो एउटाको बेस क्याम्प यहाँबाट चाहिँ एकछिन प्लास्टिक सास्टिक ओछ्याएर सुतिन्छ अनि टक्क लगाएर अनि रुख के रुख रहेछ ऊ त्यो उकालो चढिन्छ अनि त्यहाँबाट यहाँ पुग्नुपर्छ सबभन्दा दामी उकालो कहाँ गयो झन्डा झन्डै देखेन त यसबाट त सिन त देख्दैछ ऊ त्यो झन्डा भएको उकालो टक्क चढेपछि चाहिँ अनि त्यसको पारि चाहिँ ढुक्पु छ भन्ने हो यस्तो दामी छ यार ओहो माई लर्ड कस्तो छ देखेको यार पाछस् यस्तो थाकेछ भिडियो आज चुम्न मन लाग्छ त्यो ओठ तर टाढा धेरै छ तिम्रो सहर आज घुम्न रम्न मन लाग्छ हात समाई तर बाध्यतामा छु म यहाँ एक्लै गन्दैछु म तिम्रो रात आधारले नजिक के भयो गीत अहिले त पुरै उयसको सुनबातीको बास्ना क्या पुरै तिमीहरू लेग लाग्न लाग्यो क्या केटा हो त्यस्तो पाराले त नि विशेष पारामा गाह्रो हुन्छ त हामीलाई छैन नि ऊ त्यो ओह्रालो हो क्या ऊ माथि पुग्नुपर्ने ओह्रालो त्यो ओह्रालो जाऊँ न पहिला ऊ यहाँ पुगेपछि साँझै ह्यासेस हुन्छ खाजा दिनु पर्यो यो पनि थाकिहाल्यो बिचरा हर्केलाई दिएन ल त्यो त हड्केलाई हड्के भोकै लागेको छ हर्केलाई नझार नै कता पुग्यो पुगे त्यसलाई हर्के नामै मन परेन हड्के मनै पर्दैन थाक्यो पानी छैन ए पानी छैन अलिक त होला नि जाऊँ न पानी छैन यार
पोखरी पोखर सुकेछ यार जम्मा त्यत्रो रहेछ मान्छेले भनी भनेर हामीले बनाएको नि थियो जस्तो लाग्छ एउटा ठुलो पुरै सुकेछ यार यस्तो भयो बादल सरी वरिपरि अहिले त भवाल भल तल बनाएको छ भने पहिला मान्छे तल जान नसकेर यहाँसम्म बनाउँथ्यो भने अहिले तल पुगेर यहाँ छ जिन्दगीभरि मात्र यो त गहिरो त डेन्जर गहिरो थियो रहेछ हट ओइ पूजा गरेर काम सक्यो कति मजा शान्ति नै टाउदे टिङ 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 देखे भगवान्ले घन्टी बजायो कुकुर कहाँ गयो बिचरा थाक्नु नि हत्तिर थाक्यो पात तेरो पातेको भिडियो म सक्छ छैन आउने बेला कुकुर पनि बेसरी भाग्यो जाने बेला त्यस्तो कुदेको थिएन अरे किन हेरेको उयो त
दामी देखेछ आइपुग्यो र पानी कस्तो राम्रो वेदर भयो है ले बाबुले त्यसले चाहिँ जिस्काएको यहाँ